ओके हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल होइन फेरि पनि स्वागत छ तपाईँहरूलाई सिम्पली म्याथ्स युट्युब च्यानलमा र आज भने चाहिँ हामीले ग्रेड 10 को कम्पलसरी म्याथमेटिक्सबाट चाहिँ स्ट्याटिस्टिक्स भन्ने च्याप्टरबाट चाहिँ एउटा क्वेसन लिएर आएको छौँ एन्ड यो क्वेसन चाहिँ अरू क्वेसन जस्तो सिम्पलवाला क्वेसन छैन होइन यसमा चाहिँ अलिकति ट्विस्ट छ होइन सो के रहेछ त त्यसलाई हेर्न र जान्नको लागि चाहिँ यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त र यहाँ क्वेसन दिएको छ होइन अब यहाँ चाहिँ फाइन्ड मिडियन फ्रम द गिभन डेटा छ मैले यो टेबल पहिले बनाइसकेँ तपाईँहरूलाई भिडियो लामो हुन्छ भनेर होइन सो यहाँ सिएफ चाहिँ अब म अहिले तपाईँहरू सँगसँगै लेख्न जान गइरहेको छु सो 6 + 4 10 15 19 30 र अब मिडियनको लागि सबैभन्दा पहिला हामीले चाहिँ मिडियन क्लास चाहिन्छ अथवा पोजिसन अफ मिडियन चाहिन्छ होइन median class n/2 th term र अब तपाईहरुले चाहिँ यो th term नलेखन गएको मैले धेरैले पाउँछु हैन यो चाहिँ जरुरी छ किनकि दिस इज नट मिडियन हैन एक्ज्याक्ट मिडियन निकालेको हैन यो त मिडियन कुन क्लासमा पर्छ भनेर लेखेको हो नि त हैन पोजिसन निकाल्न सो th term इज नेसेसरी ओके सो 30/2 15th term सो अब ट्विस्ट के रहेछ त भन्दाखेरि ल हेर्नुस् है यहाँ कतै आयो त 15th term अघिपछि हाम्रो के आउँथ्यो यहाँ CF टेबलमा नभएको वाला आउँथ्यो र हामी के गर्छौं जस्ट ग्रेटर देन लिएर काम गर्थ्यौं हो अब यो अवस्थामा त के आयो त ठ्याक्क इक्वल्स टु आयो क्या तर अब हामीले ल्याङ्ग्वेजले लेख्दा के लेख्थ्यौं त दिस इन CF टेबल द 15th term or just greater or equals to लेख्थ्यौं नि त हैन भन्नु खोजे बुझिहाल्नु भयो हैन तर अब यस्तो के छ चाहिँ कसरी अगाडि बढ्ने त अब इक्वल्स टु लिएर मिडियन क्लास 20 to 30 लिएर अगाडि बढ्ने हो कि जस्ट ग्रेटर देन लिने हेर्नु है त पहिला सुरुमा जस्ट ग्रेटर देन लिएर काम गर्छ है त नर्मली हामीले गरिरहने है त म लास्टमा कुन चाहिँ नि मेथड मिल्छ हैन कुन चाहिँ मेथड मिल्छ म तपाईलाई रिजन सहित दिने छु है त सो ओके सो ल्याङ्ग्वेज लेख्नु होला हैन सो जस्ट इन CF टेबल द CF जस्ट ग्रेटर मैले अहिले इक्वल्स टु लिइरहेको छैन है देन 15 इज 19 so the corresponding class interval is 30 to 40 अब म गिभन लेख्छु त्यो के डिनोट गर्छ यु नो इट सो मैले त्यो लेखिन है त सो 30 to 40 मा CL इक्वल्स टु 30 F इज इक्वल्स टु हाम्रो 4 हुने भयो है CF इज इक्वल्स टु 15 हुने भयो है मिडल क्लासको सिधा F हुन्छ भने ठ्याक्क त्यसको माथि चाहिँ हैन प्रिसिडिङ CF चाहिँ हाम्रो के हुन्छ त CF हुन पुग्छ है सो 15 भयो है अब I इज इक्वल्स टु क्लास विड्थ सो 10 अब वी नो द फर्मुला अफ कन्टिन्युअस डेटा फर मिडियन L plus n/2 minus CF divided by F into I equals to L means 30 plus n/2 means 15 minus CF here is also 15 by F is 4 times 10 so here 15 minus 15 0 divided by any number is 0 times 10 is 0 so the answer is 30 यो मैले कसरी गर्दा जस्ट ग्रेटर देन लिएर चाहिँ 15 भन्दा ग्रेटर देन 19 हैन मतलब सरी ग्रेटर चाहिँ 19 छ सो यसको करेस्पोन्डिङ चाहिँ क्लास इन्टरभललाई मैले लिएर काम गरे है त अब अर्को हाम्रो नर्मली गरिरहने भन्न खोजेको इक्वल्स टु लिएर काम गर्दाखेरिको है त सो इक्वल्स टु लिएर काम गर्दाखेरिको हाम्रो क्लास इन्टरभल यु क्यान सी हियर इक्वल्स टु लिएर काम गर्यो भने क्लास इन्टरभल 20 to 30 F 5 र CF 10 class interval 20 to 30 so L is 20 when case of equals to I equals to
So yeah, lower limit 20, as you can see here, 20. Yeah, 5 CF is 10, I is also 10. So n by 2 is 15. We have S. Okay. MD is equals to L plus n by 2 minus CF divided by F into I is equals to 20 plus 15 minus CF is 10 divided by F is 5 times 10. Okay, so 15 minus 5 is 5 divided by 5 is 1. 1 times 10 is 10 and 20 plus 10 is equals to 30. Okay, so अब तपाईहरु भन्नु होला दुवै केसमा आन्सर त सेम आयो, यसमा फरक के छ? फरक म बताउँछु नि त अब के छ। ल हेर्नुस् है त, आन्सर दुईटामा 30, नो म्याटर, केही फरक परेन, 30 छ। तर के थाहा पाउनु पर्यो भन्देखि चाहिँ इन कन्टिन्युअस डेटा वी आर वर्किङ इन एक्सक्लुसिभ डेटा। Exclusive data means here 0 to 10 it includes lower limit but it doesn't includes upper limit. त्यसैगरी 10 पर्यो 10 to 20 मा 20 परेन, 20 to 30 मा 20 पर्यो 30 परेन, हो नि त। अब हामीले जस्ट ग्रेटर देन लिएको अवस्थामा क्लास हाम्रो कुन थियो त? क्लास इन्टरभल 30 to 40 हो, जसमा आन्सर हाम्रो 30 आयो। भनेपछि हाम्रो एक्सक्लुसिभ डेटा अनुसार काम गर्यो भने 30 to 40 मा 30 पर्यो। तर यही केस हो, आन्सर चाहिँ हाम्रो 30 नै हो, तर यसमा हामीले क्लास इन्टरभल कुन लिएको त? 20 to 30 इज द मिडियन क्लास भनेको। यसमा आन्सर 30 आयो। अब यो 20 to 30 मा 30 पर्छ त हाम्रो क्लास इन्टरभलमा? पर्दैन नि त, 20 पर्छ 30 पर्दैन नि त, एक्सक्लुड गर्छ। सो आन्सर मिल्यो तर मिडियन क्लास नै मिलेको छैन। सो दिस प्रोसेस इज नट करेक्ट है। आन्सर सेम आउँछ। तपाईलाई यस्तो खालको क्वेशन हेर्नु भनेदेखि तपाईले जस्ट ग्रेटर देन लिन इक्वल्स टु सेम आउँछ, तर मिडियन क्लास एफ सीएफ फरक पर्न जान्छ। सो तपाईहरुले एक्सक्लुसिभ डेटामा काम गर्छौं हामीले, सो तपाईहरुले चाहिँ जस्ट ग्रेटर देन लिएर काम गर्नु होला इफ द टर्म इज इक्वल्स टु सीएफ है। त्यसरी जानु होला, किनकि हामीले सिकेको के छ त? एक्सक्लुसिभ डेटा। एक्सक्लुसिभ डेटा सम्झिनुस्, त्यसअनुसार क्लास इन्टरभल कहाँ पर्छ त्यो हेर्नुस् है। ल ठीक छ, आजको लागि चाहिँ एउटा सोलुसन मैले पोस्ट गर्न गइरहेको छु। सो तपाईहरुले चाहिँ आफ्नो साथीहरुलाई पनि यो खालको क्वेशन चाहिँ शेयर गरिदिनु होला है। यो अब तपाईको फर्स्ट क्वार्टरलाई नि यस्तो खालको क्वेशन तपाईले भेट्न सक्नुहुन्छ, थर्ड क्वार्टरलाई नि भेट्न सक्नुहुन्छ, बुकमै पनि छ यस्तो खालको क्वेशन। नभए यो क्वेशनहरु भनेको आको क्वेशन पनि हो एक्जाममा यासीमा है। सो ल यतिसम्म हेर्दिनु भयो, त्यसको लागि धन्यवाद। डोन्ट फर्गेट टु लाइक, शेयर, कमेन्ट एन्ड सब्सक्राइब द च्यानल। कमेन्टमा चाहिँ तपाईहरुलाई भिडियो कस्तो लाग्यो प्लस तपाईहरुको केही डाउट छ भनेदेखि अथवा केही क्वेशन छ भनेदेखि राख्न नबिर्सनु होला। ओके, सो हेर्न सक्नुहुनेछ। ओके, बाइ बाइ।